हामी सबैजना यतिखेर रैनादेवी मन्दिर जान हिँड्दैछौँ। यतिखेर हामी छेडा पुग्यौँ। बाबु ल भन त कस्तो लाग्दैछ? मजा आइरहेछ? हरि रमाइलो भइरहेछ धेरै पछि। कस्तो लाग्दैछ पहिलोचोटि रैनादेवी मन्दिर जाँदै गर्दा? हजुर भन्नुहोस्। मजा हो नि? हामी एकदम चचौई खेलिन्थ्यो हेर केटाकेटी हो हजुर चचौई खेल्ने रुख हो यो हाँगा यता हाँगा सबै यताबाट हामी स्कुलतिर जाने बाटो हो। त्यसरी जान्थ्यौँ। अहिले त भाटिएको रहेछ फुलहरू फुलेछ। यहाँ हाम्रो गाउँमा पानीको लिफ्टिङ आएर पाइप यस्तो ठाडै यहाँबाट माथि गइरहेको देख्न सकिन्छ। जस हामी ठाडै हिँडिरहेछौँ। अलिअलि सास बढे जस्तो अनुभव। हामीहरू चाहिँ यो प्रायः जस्तो चाहिँ दसैँको घटस्थापनाको अर्को दिन यो बाटो जुन छ बाटो चाहिँ खन्ने गर्थ्यौँ हामी। आदि हुन लाग्यो भाउ ऊ त घुम्तीमा हुन्छ कि जस्तो यसरी हिँडेर पहिलोचोटि जाँदैछौँ कि सपरिवार चाहिँ ल हाम्रो घरबाट हिँडेपछिको लगभग आधी जति बाटो आइपुग्यौँ। 50%। अब 50% बाँकी छ। अब एक ठाउँ रेस्ट गरेपछि हामी गइहाल्छौँ। किप ट्युन। ल थ्याङ्क यू। बसिन्छ दसैँपछि जाने यो ब्यागमा प्रसाद रैनादेवीलाई चढाउनको लागि फुल दीप नैवेद। रैनादेवी मन्दिरको बारेमा हजुरको बाल्यकालको मेमोरी के छ? मन्दिरमा हामी सानैदेखि आइन्थ्यो, वर्षमा 2-3 चोटि आइन्थ्यो। अनि यहाँ मन्दिरमा यो मन्दिरको दर्शन गरेपछि हाम्रो मनैदेखि आनन्द महसुस हुन्थ्यो। त्यहाँ माथि पुगेपछि त्यस्तो केही छैन। अनि यो जोस् दसैँको बेलामा सधैँ बाटो खन्न जाने अब हाम्रो बेलामा त एकदम गरिन्थ्यो। तिमीहरूको बेलामा कतिको गर्यो? म सानसानो बाटो खन्न जाने रे भन्ने चाहिँ सुनियो। द्वादशीको दिन द्वितीयाको दिन दसैँको द्वितीयाको दिन सधैँ खन्ने गरिन्थ्यो। तृतीयाको दिन चाहिँ बेसी अर्सौदी जाने बाटो सधैँ खन्ने गरिन्थ्यो। त्यो चाहिँ मलाई मेमोरी अलिक कम छ। यता बेसीको यता चाहिँ खन्न जाने रे भनेको चाहिँ सुनि आफू खन्न चाहिँ आएन। हाम्रो बेलामा चाहिँ के भने अब हामी प्रायः जस्तो घरको रिप्रेजेन्ट गर्ने प्रायः जस्तो मनै हुन्थे। सानो भए पनि सबैले माया मान्ने अनि आफूलाई पनि रमाइलो लाग्ने के। अनि त्यो सोसियलाइजेसन सायद मैले चाहिँ सानो बेलादेखि नै कम्युनिटीमा अलिकति सोसियल अरू मान्छेहरूसित बोलेर घुलमिल भएर काम गर्न खोज्ने खालको चाहिँ मैले त्यतिखेरदेखि नै मलाई लाग्यो होला कि सायद मलाई त्यस्तै लाग्छ त्यति बेलादेखि नै। आज पनि एकदम ग्रुपमा काम गर्न अनि मान्छेहरूसित पब्लिक फोरममा काम गर्न उत्तिकै आनन्द आउँछ। सायद यो बाल्यकालको त्यस्तै कुराहरूले गर्दाखेरि नै प्रभाव परेको होला। म्याल भन्छ नि यो चाहिँ नासपातीको दाजुभाइ हो भनौँ न।
स्पेसिस अलिअलि पाकेर हिँड्छ, कालो कालो त देखियो तर अब इट हेज नट रिपन। पुग्यो यहाँबाट ऊ तल देख्न सक्नुहुन्छ हाम्रो गाउँ बिचमा यो मन्दिर छ, अलि उतापट्टि घर भयो अनि यतापट्टि हिम श्रृङ्खला रेसुङ्गा कुहिरो अलि छ, तल लेक व्हाइट लेक जस्तो देखियो, त्यति मजाले मैले देखाउन सकिनँ। हाउएभर यो भरथानको ढुङ्गो चाहिँ भरथान, यो रुखलाई चाहिँ भरथानको रुख भनिन्छ। पहिला पहिला यहाँ जस्तै कुनै सूचना भयो गाउँमा भने यहीँ कटुवाल आएर यही ठाउँबाट पुरा यता तलदेखि सबै गाउँलाई पुग्ने गरी हाक हाल्ने चलन थियो। झन् पसिना आउँदाखेरि तिम्रो हालेको ठिक भयो। नानी हेर ल, यता हेर ल, एउटा यो सम्झना स्वरूप सर ल, ओहो ल सम्झना स्वरूप ल देखाउनुहुन्छ। आम्दानी राम्रै हुनुपर्ने हो। सकुशल हामी रैनादेवी मन्दिरको मौलाबाट अलिकति तल झरिसकेपछि उहाँको थान जहाँ छ त्यहाँ आइपुगेका छौँ। ए ल, हेलो भगवानको कृपाले जय श्री भगवती। म यहाँ